हेलो वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ वैशाखको 18 गते है। अभी मजा आएगा ना। यो चाहिँ कीर्तिपुरको दृश्य हो है। हेर्नुहोस् तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ कीर्तिपुर भइहाल्यो। यहाँको आजको कस्तो छ भने पानी परेर है पुरा के भन्नु अब हेर्नुहोस् न, पाकेको गाउँ थियो है यतातिर, अलि सब पानीले बिगारे जस्तो छ। अनि तपाईँहरू के कस्तो हुन्छ, सन्चै हुन्छ कि के हुन्छ? म चाहिँ सन्चै छु होइन। टक्क म चाहिँ अहिले रुमबाट बाहिर निस्किरहेको छु। यसो पारी साइडतिर घुम्न जान्छु होला म अब। तपाईँहरूलाई म आज यताको पानी आएर मौसम सफा भएको छ, तपाईँलाई यो सफा मौसमको दृश्य देखाउँछु। तपाईँहरू हेर्दै गर्नु होला होइन। म चाहिँ अहिले रुमबाट निस्किसकेँ होइन। त्यही भएर यो भिडियो कस्तो हुन्छ यहाँको दृश्य है तपाईँहरूलाई म देखाउँदै गर्दै हुन्छु। यहाँ चाहिँ पानी परेर यस्तो छ मौसम चाहिँ है। आकाशमा नि कालो बादल अझै छ। यतातिरको दृश्य कस्तो बवाल देखिरहेछ। रुममा बस्दा बस्दा बोर लाग्यो क्या, त्यही भएर अहिले रुमबाट निस्किएर यसो परतिर जाऊँ न त भनेर निस्किहालेँ है। हेर्नुहोस् त यो कस्तो दृश्य, कति बवाल देखिरहेछ है। हेर्नुहोस् त आकाशमा नि कालो बादल लागेको छ होइन। अब फेरि पानी पर्ला जस्तो छ। जोस 2-3 घन्टा पानी परेर हेर्नुहोस् त बाटोमा पानी यस्तो गइरहेको छ। यो पानी जोस 2-3 घन्टा पानी पर्यो अनि अहिले चाहिँ एकछिन रोकिएको छ होइन। फेरि पर्छ होला, तर पऱ्यो नि ठिकै छ। आजभोलि गर्मीको मौसम हो, यत्तिकै त पर्नु पनि परिहाल्छ होइन। अब योभन्दा बढी त झन् बर्खाको लागेको बेला पर्छ। अहिले बर्खा अझै लागेको छैन होइन। त्यस्तै छ। यहाँ चाहिँ म चाहिँ अहिले यहाँ आइसकेँ होइन। हिँड्दा हिँड्दै यहाँ पुगिसकेँ। यता हेर्नुहोस् गाउँ कस्तो पाकिरहेको छ, हेर्नु मजाले। खेती किसान गर्ने मान्छेलाई चाहिँ अलिअलि गाह्रो छ है। फेरि यस्तो बेला हेर्नु त यो यस्तो मजाले पाकेको गाउँ चाहिँ अहिले बिग्रेला कि भन्ने डर छ होइन उनीहरूलाई चाहिँ। यो त्यो पिपलको रुख देखिरह होला नि, त्यहाँबाट चाहिँ म यहाँ हो होइन। म यता पुगिसकेँ हिँड्दा हिँड्दै एक्लै। कहाँ छ केटाहरू? म केटाहरूलाई सम्झिरहेको छु कि यस्तो आज मैले चाहिँ केटाहरूलाई के भनेको थिएँ कि 15 गते त्यो माथिको टपको डाँडामा जाने भनेको थिएँ। तर केटाहरूले के भन्ने कि हुन्छ नि त जाउँला भने। तर के गर्नु, केटाहरू जाँदै त्यहाँ नजाँदै घर गइहालेँ। त्यसपछि त्यहाँदेखि जानै नि भएन। अनि म चाहिँ अब केटाहरूसँगै जाने भने तर भएन कि अब म चाहिँ एक्लै हिँडिदिएँ। त्यही भएर एक्लै हिँड्नै पऱ्यो होइन। रुममा बस्यो नि बोर लाग्छ त, एक्लै भयो भने हिँड्नै पऱ्यो। त्यही भएर यसो हिँडिरहेको एक्लै भयो नि। अब म त त्यहाँ त जाँदिनँ एक्लै त। आजभोलि चाहिँ त्यहाँ जोगा लाग्छन् रे होइन। अब त्यही भएर अब आजभोलि चाहिँ गई हुन्न होला त्यता, पछितिर हुन्छ होला। अब यो बर्खा त अब भन्दा पछि हुन्छ होला सायद। अब यो आजभोलि जुका लाग्छ नि त्यहाँ, फेरि आजभोलि मान्छे पनि खासै जाँदैनन् होइन। त्यहाँ टपमा पुग्ने विचार हो खासमा त। अब टपमा नपुगे नि अलि तलसम्म चाहिँ जानुपर्छ, किनभने त्यहाँ काफल पनि पाउँछन् के। त्यहाँ काफल पाउँछन्, त्यहाँ काफल पायो भने फेरि गाउँको भाइ पाउँछ कि अलिअलि। त्यही भएर मैले त्यहाँ जाने सोच गरिरहेको छु। केटाहरू अरू केटाहरूलाई नि जाउँला भन्नुपर्छ, त्यसपछि हिँड्नुपर्छ। एक्लै त अब हिँडिन्न झ्याउ हुन्छ। त्यही हो। सो हेर्नु बाटो बाटोमा पानी जम्मा भइरहेछ। लास्ट पानी आयो क्या अघि 1-2 घन्टा चाहिँ डह्रो आयो क्या पानी। त्यही भएर पानी यस्तो छ यतातिर मौसम। यो कीर्तिपुरतिरको भ्यू हो है गाइजहरू। अब के भन्नु, एक्लै छु, कोही बोल्ने केटाहरू पनि छैनन् साथमा। एक्लै हो, सँगमा पनि कोही छैनन् होइन। त्यही भएर
यसो परतिर गइदिउँ न त भनेर रुमबाट निस्किहालेँ। अब सरासरले हिँड्छु म चाहिँ होइन। यस्तै छ हेर्नु ल माथिको भ्यू कस्तो छ। अह त्यहाँ चाहिँ रिसोर्ट है। त्यहाँ रिसोर्टबाट तल यहाँको चाहिँ काठमाडौँ भ्यू चाहिँ बवाल देखिन्छ होला। तर त्यहाँ गएर चाहिँ एक दिन त्यहाँ गएर यो क्यामेराबाट यो मोबाइलबाट भिडियो बनाउनु छ मैले। अलिकति भ्यू राम्रो देखाउनु पर्छ। भ्यू देखिन पनि बवाल देखिन्छ होइन। याद छ कि छैन केटाहरू? रमेश, योगेश अनि अर्को कपिल हामीले के भनेको थियौँ त्यहाँ माथि त्यो डाँडामा जाने भनेको थियौँ भनेको थिएनौँ? याद छ नि? तिमीहरू पनि यो भिडियो हेर्दैछौ होला। अब यस्तै हो, म त एक्लै भए पनि यसो घुम्ने हो। रुममा बोर लाग्छ होइन। त्यही भएर तिमीहरूलाई मैले भने हो जाउँला माथि भनेर। तर तिमीहरूले चाहिँ अलि घर जानुपर्छ भनेर छिटै गइहाल्यो। ठिक छ केही छैन, त्यसमा मेरो मन दुखाइ त छैन। त्यही पनि अलिकति जाने भने दिन गइएन। अब पछिको कुरा अब पछि नै होला। तर यो समयमा चाहिँ गइएन। साँच्ची मैले अघि वैशाख 18 गते भनेको थिएँ, आज वैशाख 17 गते हो। 17 गते आज मेरो जन्मदिन पनि हो होइन। अब त्यहाँ मान्छेले अरूले कि केटाहरू साथीहरूले जन्मदिन मनाउँदैनस् भनेर भन्दै थिए होइन। अब कहाँ यहाँ कस्तो मनाउनु र यो काठमाडौँमा है, कस्तो मनाउनु। अब खै पानी पनि परे भयो। कहीँ यताउति घुम्न जानुहुन्थ्यो अलिअलि। त्यो घुम्न जाने जस्तो नि म भएन कि, माहौल नै भएन। पानी परे भयो अनि यस्तो दिक्क लाग्यो कि त्यसपछि मैले के गरेँ रुममा बसेँ। अब यसो त्यो ब्ल्याङ्केट हुन्थ्यो, ब्ल्याङ्केटमा तेर्सी सुतेँ होइन। तातोमा पानी परिरहेको थियो, त्यही भएर चिसो थियो नि त बाहिर। अनि यत्तिकै बाहिर बस्नुभन्दा बाहिर चाहिँ घुम्नुभन्दा अब पानीमा त घुमिन्न होइन। के गरौँ त भनेर बोर लाग्यो। त्यत्तिकै मोबाइल चलाउँदै अब रुममा त्योमा बसेँ होइन। अब माथिको भ्यू चाहिँ यस्तो छ हेर्नुहोस् त, कति सफा देखिरहेछ। तल चाहिँ पानी परे हुनाले होइन। आकाशमा चाहिँ अब यस्तै फोहोर त हो नि, बादल लागिरहेको छ पानी पर्ने बेला, पानी परेको बेला। यतै हो। कीर्तिपुर चाहिँ मलाई बबाल मनपर्ने ठाउँ कि हेर्नुहोस् त, कस्तो बबाल के हेर्नु त। यहाँको मौसम नै के अरे, यताको हावापानी पनि राम्रो होइन, यताको ठाउँ पनि राम्रो, सबै राम्रो क्या। अहिले यता पनि घर कति पातला छन्, पछि यति बाक्लो हुन्छन् होला यहाँ पनि होइन। हेर्नु अघिको पानी यत्रो पानीले, त्यो पानीले गर्दा यत्रो ढल आएर छ यहाँ चाहिँ। यस्तो छ यतातिर होइन। म हिँड्दा एक्लै यति यहाँ पुगिसकेँ हेर्नुहोस् त। यो माथि डाँडाको तल पुगिसकेँ ठेकमा। यहाँ पर चाहिँ एउटा धारा छ होइन, सिम भन्छन् यता चाहिँ। अब पहिला त पानी नहुँदाखेरि, रुममा पानी नहुँदाखेरि धुन आइन्थ्यो यतातिर, कपडा सपडा नुहाउन आइन्थ्यो। आजभोलि त अब खासै पानी त्यस्तो सकिँदैन होइन। रुममा त्यहाँ पनि पानी हप्तामा 2 पटक आइहाल्छ। अनि त्यो इनारको पानी पनि त्यस्तो खासै फोहोर आउँदैन आजभोलि होइन। पानी परेको रहेछ नि त आकाशबाट नि, त्यसले गर्दा इनारमा पनि सफा पानी आइरहेको आजभोलि। त्यसले गर्दा कपडा धुन अनि भाँडासाँडा धुन पनि भइहाल्छ। त्यही भएर खासै यता आउनु पर्दैन। पहिला त लगभग अस्तितिर त एक महिना अगाडि चाहिँ नयाँ आइरहेको हुन्थेँ कपडा धुन। त्यही हो। सो फेरि यता चाहिँ आज यत्तिकै हिँड्दै आएको छु होइन। हेर्नुहोस् यो यस्तै छ। माया छ है, माया छ सबलाई। त्यो मैले अघि सिम धारा भनेको थिएँ, त्यो यहीँ हो। यो त यहीँ हो क्या, यहीँ हो धारा चाहिँ। आजभोलि चाहिँ यता त्यहाँ अलिकति तल त्यो बनाएर अलिक खासै राम्रो छैन क्या। पहिला जस्तो कपडा धुन सजिलो हुन्न क्या यता। पहिला चाहिँ बवाल थियो, सजिलो थियो कि। त्यो चिनादेखि अलि सानो भयो क्या, त्यो हुन्छ नि कपडा धुने ठाउँ अलि सानो छ क्या आजभोलि, अलि अप्ठ्यारो छ पहिलाभन्दा। त्यही भएर आजभोलि अलि अप्ठ्यारो छ त्यहाँ चाहिँ।
फेरि यतातिर आउँदाखेरि चाहिँ मलाई त्यो हुन्छ नि गाउँको भाइब आउँछ कि गाउँको त्यो छुट्टै त्यस्तो खालको क्या यतातिर चाहिँ। किनभने हेर्नुहोस् न यो सबै यहाँको वातावरण के पुरा हरियाली रुखहरू छन् हो कि नै। यहाँ आयो भने त फेरि काठमाडौँ जस्तो पनि लाग्दैन कि गाउँ गए जस्तो लाग्छ फेरि। त्यही भएर मलाई त यस्तो सहरतिर बजारतिर जानुभन्दा होइन यस्तो गाउँतिर जङ्गलतिर खै किन हो यस्तो ठाउँहरू मनपर्छ। शान्त स्वभावको वातावरण छ त्यस्तै ठाउँ मनपर्छ मलाई। तर कतिपय मान्छेहरू हुन्छन् होइन यस्तो ठाउँ मन पराउँदैनन्। तिनीहरू जो कहिले सहर बजार गएको छैन नि तिनी मान्छेले चाहिँ यस्तो ठाउँ मन पराउँदैनन् कि। अब हामी चाहिँ यस्तो अब म नि अब 2-3 वर्ष भइहाल्यो होइन यतातिर आएको यो सहरतिर आएको। त्यही भएर सहरतिर केही मन पर्दैन के। सुरुमा चाहिँ कहिले काठमाडौँ जान पाए हुन्थ्यो भन्ने हुन्थ्यो होइन। तर जब यहाँ बसियो गाडीको आवाज हो हल्ला धुलो धुवा यताउति दिक्क परेर होइन काठमाडौँको जाम हेर्नुहोस् कस्तो छ। त्यो दिक्कले गर्दा मलाई त्यहाँ बजारतिर राम्रो मनै लाग्दैन कि जान। अनि यहाँ पनि बाइकहरू गाडीहरू एउटा दुइटा हुन्छन्। अनि त्यही भएर म त बेला बेलामा त्यस्तो ठाउँमा आउँछु कि घुम्न एक्लै भयो नि यसो रमाइलो गर्न आइहाल्छु। जस मुड फ्रेस हुन्छ होइन माइन्ड फ्रेस हुन्छ सफा मुडमा। भर्खर नुहाएर आएको अघि चिसो छ हेर्नुहोस् अब त्यहाँ माथि वाटर्स त त्यहाँ हो होइन। यस्तो छ यहाँ त यतातिर त्यहाँनिर बाँस रहेछ त्यहाँ फुल फुलिरहेछ के को यस्तै छ यतातिरको वातावरण मौसम भनौँ है। ल साथीहरू टाइम पनि ठ्याक्कै 5 बजिसकेछ होइन। म चाहिँ अब यहाँ थिएँ यहाँनिर आएको थिएँ यहाँदेखि अब ट्याक्क यतातिर लाग्छु रुमतिर है सिधै रुमतिर। अब यहाँबाट फर्किने टाइम भयो मेरो। अब यहाँ बसेर के गर्नु धेरै बेर यसो सानो छोटो भिडियो बनाऊ होइन। पानी पनि परेको छ रुममा पनि बोर लागेको छ र अहिले एकछिन पानी रोक्यो त्यही भएर यसो घुमिदिउँ न त बाहिरतिर चट्ट भिडियो पनि बनाइदिउँ सानो भनेर रुमबाट निस्केँ होइन। अब म यहाँबाट फर्किन्छु। अनि एउटा कुरा तपाईँलाई भन्न बिर्सेछु कि मैले आजले कपाल काटेर कस्तो देखाएको छु। हिजो अस्तितिर यो भर्खर काटेकै मैले लगभग 4-5 दिन भए। पहिला लामो थियो यति लामो थियो होइन अर्कै देखिरहेको थियो। आज हेर्नु न पहिला दाढी पनि काटेर हेर्नुहोस् यस्तो मजा नहीं आ रहा है। यस्तो छ मेरो होइन। कस्तो देखिरहेछ कमेन्ट गर्नु होला होइन। सो भिडियो कस्तो लाग्छ त्यो पनि भनिदिनु होला। मेरो भिडियोहरू मलाई अब बोल्न आउने भने यस्तै हो। तू समझा? हाँ नहीं तू समझा नहीं। योभन्दा राम्रो बोल्न प्रयास गर्नेछु सिक्नेछु होइन। अहिले सिक्ने समयमा छु। तपाईँहरूको साथ सपोर्ट माया पायो भने अझ राम्रो भिडियो र कन्टेन्ट बनाउनेछु। यताबाट फर्किसकेँ अब फर्किने लागिसकेँ। अब सिधै जाने हो रुममा होइन। 5 पनि बजिसकेछ टक्क पारेर अब रुममा जाने मजाले बस्ने होइन। आज बर्थडे सड्डे मनाउने नि त्यस्तै भयो। भिडियो अहिले गएर एडिट गर्नु पऱ्यो पोस्ट गर्नु पऱ्यो होइन। हालिदिइहाल्नु पऱ्यो अहिले नत्र अब आज बर्थडे भोलि हाल्यो भने त फेरि 17 गते भनेको छु अनि 18 गते हाल्यो भने त अबे साले त्यो त भएन नि त अर्को दिन बर्थडे भनेको त होइन। त्यही भएर अब गएर भिडियो एडिट गरेर हल्का यसलाई हालिदिइहाल्नु पऱ्यो। अब यहाँदेखि रुमतिर पनि हिँड्नु पऱ्यो। अब यही अघि आएकै बाटोतिर जान्छु। अब अर्को बाटो कहाँ जानु फेरि माथिबाट जानु हुन्थ्यो तर धेरै घुम्नुपर्छ कि माथिबाट। यहीँबाट सिधै रुमतिर हिँड्छ। अब अघि आएकै बाटो छोटो छ। अब त्यस्तो धेरै घुम्ने पनि अहिले भएन क्या एक्लै छु कहाँ घुम्नु धेरै एक्लै भए। अब हिँड्छु यत्तिकै यहाँबाट यस्तो छ यता चाहिँ। सिधै रुमतिर अब ल है त मैले आजको भिडियो यहीँ सक्छु होला होइन। अब केही होइन काम के काज केही छैन अहिले सिधै यहाँबाट रुम जाने त हो होइन। अब यो भिडियो आजको यही सक्छु। योभन्दा धेरै लामो के बनाउनु फेरि हेर्ने मान्छेलाई बोर लाग्ला नि त होइन। अब यो भिडियो यति नै बनाउँछु बाँकी नेक्स्ट भिडियो बनाउँला। आफ्टर भेरी लङ टाइममा यो भिडियो पोस्ट गर्दैछु। तपाईँले चट्ट हेरिदिनु होला होइन। ल
हल्का सपोर्ट गरिदिनु ल भन्न चाहन्छु होइन। सपोर्ट गऱ्यो भने मलाई नि भिडियो बनाउनु मन लाग्छ होइन, राम्रो राम्रो कन्टेन्ट पनि खोज्नु मन लाग्छ र त्यही हो, तपाईँहरूको हल्का माया चाहिएको छ भन्न चाहन्छु। सी यू अगेन।